Hi guys, welcome back to my channel. My name is Sanjay. आज चाहिँ हाम्रो स्कुलमा टिचर्स डे हो अनि त्यही भएर हामी गएका छौँ। स्कुलमा चाहिँ प्रोग्राम 11:30 बजेदेखि थियो अनि हामी चाहिँ 10:30 बजे हिँडिसकेको थियौँ साथीहरूसँग। हामी स्कुल पुग्दा चाहिँ सानो क्लासको भाइ बहिनीहरू आएर बसिरहेको रहेछन्, देख्न सक्नुहुन्छ। अनि हामी पनि गएर बस्थ्यौँ। टिचर्सहरू पनि आइसक्नु भएको थियो स्कुलमा अनि प्रोग्राम पनि सुरु भइहाल्यो। देख्न सक्नुहुन्छ सानो बहिनीहरू नाचिरहेछन्। यो नाचको प्रोग्राम चाहिँ धेरै लामो बनाएको छुइनँ किनकि आजको भिडियो धेरै लामो हुनसक्छ, त्यही पनि लास्टसम्म हेरिदिनु होला तपाईँहरूको लागि भनेर मैले आज लामो भयो नि भिडियो मजाले बनाएको छु। हेरिदिनु होला लास्टसम्म कस्तो लाग्छ भनेर नि लाइक कमेन्ट अनि सब्सक्राइब नि गरिदिनु। तपाईँकोतिर चाहिँ टिचर्स डे कसरी मनाइन्छ भनेर कमेन्ट गरिदिनु। आज टिचर्स डेमा चाहिँ क्लास 8 को बहिनीहरूले नेवारी डान्स गरिरहेछन्, कस्तो लाग्यो भनेर कमेन्ट गरिदिनु होला। आजको टिचर्स डे चाहिँ एकदम मजाले हामीले मनायौँ। तपाईँहरूले चाहिँ कसरी मनाउनु भयो भनेर अनि कमेन्ट गरिदिनु। अनि धेरै चाहिँ दिदीहरू डान्स गरिरहेछन्, डान्स कस्तो छ भनेर अनि कमेन्ट गरिदिनु होला। अनि मेरो ब्लग कस्तो लागिरहेछ भनेर अनि भन्नु। त्यतिखेर चाहिँ दिउँसोको समय भएर मात्रै गर्नु भइरहेको थियो अनि हाम्रो प्रोग्राम चाहिँ अझै पनि बाँकी थियो। त्यतिखेर चाहिँ भाइस प्रिन्सिपल सरले भनिदिनु हुन्थ्यो आजको प्रोग्राम कस्तो भयो भनेर अनि कस्तो लाग्यो उनीहरूलाई भनेर। गुरु पूर्णिमा यसभन्दा अगाडि अलिक फरक तरिकाले क्लासले टिचरहरूलाई डाकेर सेलिब्रेसन गर्ने चलन थियो। जहाँसम्म मलाई स्मरण छ 2065 साल भाइस प्रिन्सिपल सरले यतिखेर चाहिँ स्पिच दिएर पनि गइसक्नुभयो अनि क्लास 7 को बहिनीहरूले डान्स गरिरहेछन्। आजको हाम्रो दिन चाहिँ यसरी नै बित्यो। तपाईँहरूको आज कसरी बित्यो भनेर भनिदिनु। आज टिचर्स डेको दिन तपाईँहरूले पनि टिचर्सहरूलाई सरप्राइज दिनुभयो होला। अनि हाम्रो चाहिँ प्रोग्राम नै राखेको थियो आज क्लास 10, 11, 12 मिलेर हामी सबैले। ब्लग यतिखेरसम्म हेरिदिनु भएकोमा धन्यवाद। कस्तो लागिरहेछ ब्लग भनेर कमेन्ट गरिदिनु। ब्लगमा इम्प्रुभमेन्ट गर्नुपर्ने छ भने नि भनिदिनु। बहिनीहरूको डान्स सिद्धिएपछि चाहिँ प्रिन्सिपल सरको स्पिच थियो। प्रिन्सिपल सरले चाहिँ भन्दै हुनुहुन्थ्यो हाम्रो फर्स्ट टिचर्स चाहिँ प्यारेन्ट्स हुन्छन्। मलाई पनि त्यस्तै लाग्छ, हाम्रो फर्स्ट टिचर्स चाहिँ जहिले पनि प्यारेन्ट्स चाहिँ हुन्छन्। किन भनेर भन्नुहुन्छ भने अब प्यारेन्ट्सले नै हामीलाई बोल्न हिँड्न सबै सिकाएको हुन्छन्। त्यही भएर मलाई चाहिँ फर्स्ट टिचर्स चाहिँ प्यारेन्ट्सै हो जस्तो लाग्छ। अनि सेकेन्ड टिचर्स भनेको हाम्रो स्कुलको टिचर, उनीहरूले पनि हामीलाई सब ज्ञान दिनुहुन्छ पढाइको बारेमा। यतिखेर चाहिँ क्लास 8 को बहिनीहरूले डान्स गरिरहेछन्। कस्तो लाग्यो तपाईँलाई डान्स भनेर कमेन्ट गरिदिनु। अनि आजको दिन चाहिँ एकदम मजा भयो टिचर्स डेको दिन। हरेक वर्ष आउँछ टिचर्स डे, तर यो यसपालिको टिचर्स डे चाहिँ एकदम मजा भयो। हरेक वर्ष हामीले प्रोग्राम चाहिँ गर्दिन थियौँ, तर यसपालि चाहिँ क्लास 10, 11, 12 मिलेर सबैजनाले मिलेर हामीले प्रोग्राम गरेको छौँ। कस्तो लाग्यो तपाईँलाई यो प्रोग्राम भनेर कमेन्ट गरिदिनु होला।
आजको प्रोग्राममा चाहिँ 6 to 12 नै थियौँ हामी सबैजना स्टुडेन्ट्स। अनि आजको प्रोग्राम एकदम मजा भयो। तपाईँहरूको स्कुलमा चाहिँ कसरी मनाइन्छ टिचर्स डे, डान्समा चाहिँ कति हेर्दछन् भनेर तपाईँहरू पनि बोल्नु थाल्नुभयो होला। अब खाजा चाहिँ एकछिनमा बाँड्छन् अनि त्यतिखेर चाहिँ मजाले डान्स गरिरहेको छन् देख्न सक्नुहुन्छ। अब यो डान्स पछि चाहिँ एउटा सिङ्गिङ छ। अब गीत चाहिँ कस्तो गाउँछन् होला भनेर थाहा पाउनुको लागि पनि भ्लग हेरिदिनु होला लास्टसम्म। हाम्रो डान्स प्रोग्राम पनि सिद्धिएर पनि धेरै चाहिँ क्लास 9कै बहिनीहरूले गीत गाइरहेको छन्। तपाईँलाई कस्तो लाग्यो यो गीत भनेर कमेन्ट गरिदिनु होला। क्लास 9को बुनुहरूले गीत गाइसकेपछि चाहिँ हाम्रो स्कुलको चेयरपर्सन सरले पनि आएर स्पिच दिनुभयो। अनि यतिखेरसम्म भिडियो हेरिदिनु भएकोमा धन्यवाद। अनि लाइक कमेन्ट एन्ड सब्सक्राइब नि नबिर्सिकन गरिदिनु। प्रोग्राम अझै पनि सिद्धेको छैन, हेरिदिनु होला। भ्लग लास्टसम्म कस्तो लागिरहेछ भनेर कमेन्ट गरिदिनु। हामी चाहिँ सरको स्पिच सुनेर पनि एकछिन टोयलेट गयौँ, फोटो खिच्यौँ, साथीहरूसँग गफ गऱ्यौँ। अनि खाजा पनि आइसकेको थियो अनि खाजा पनि खायौँ। हामीले चाहिँ समोसा, जेरी, पुरनदाना अनि फुटी पनि थियो अनि हामी सबैजनाले खायौँ। अनि खाइसकेपछि मैले पनि सहयोग गरेँ साथीहरूलाई बाँड्नुलाई। प्रोग्राम चाहिँ सिद्धिएर हामी चाहिँ यतिखेर जेन्चाको साथीको घर गएका छौँ। त्यतैबाट अब हामी घर पनि जान्छौँ। आजको ब्लग कस्तो लाग्यो तपाईँलाई भनेर भनिदिनु। लाइक कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु। सी यु इन नेक्स्ट ब्लग। बाई बाई।